भिटामिन डी जम्मा 3 रहेछ। 3 महिना जति भयो चेक गरेर औषधि खाएको, हात खुट्टा सबै दुख्छ हैन भनेर हेर्नुस् मलाई एकजना फिमेलले मेसेज गर्नुभएको छ। फर्स्ट कुरा त यो जुन भिटामिन डी 3 भन्नुभएको छ हैन, यो भनेको डेफिसियन्सी मात्र हैन। हेर्नुस् यो भनेको एकदमै सिरियस डेफिसियन्सी हो, सिभियर डेफिसियन्सी हो। बडीमा हेर्नुस् सिभियर भिटामिन डी को डेफिसियन्सी छ र यो बेला हेर्नुस् बडीमा विभिन्न किसिमको प्रब्लम हुनसक्छ। तर म आज तपाईँलाई हेर्नुस् सिर्फ 2टा प्रब्लम र यो एकदमै सिरियस प्रब्लम हो, यसको बारेमा केही कुराहरू भन्छु। फर्स्ट कुरा त यो अस्टियोमालासिया भन्ने हेर्नुस् एउटा कन्डिसन तपाईँको हड्डीमा डेभलप हुनसक्छ, तपाईँको शरीरमा डेभलप हुनसक्छ। अस्टियोमालासिया भनेको यस्तो खालको कन्डिसन हो हेर्नुस् जहाँ तपाईँको हड्डी त बन्छ, हड्डी नबन्ने होइन, हड्डी बन्छ तर प्रब्लम के छ भन्दाखेरि हड्डी बलियो बन्नको लागि हड्डीलाई 2टा कुरा एकदमै इम्पोर्टेन्ट छ, क्याल्सियम र फस्फेट। जब भिटामिन डी को कमी हुन्छ क्याल्सियमको एब्जर्प्सन हेर्नुस् तपाईँको बडीमा घट्छ, फस्फेटको एब्जर्प्सन हेर्नुस् तपाईँको बडीमा घट्छ, जसले गर्दा के हुन्छ हड्डीमा सही ढङ्गले क्याल्सियम र फस्फेट पुग्दैन, त्यसले गर्दा सही ढङ्गले मिनरलाइजेसन हुँदैन। हड्डी त बन्छ, हड्डी नबन्ने होइन, तर हड्डी कमजोर भएर बन्छ हैन। त्यसले गर्दा के हुन्छ सजिलोसँग फ्र्याक्चर हुने चान्सहरू हुन्छ। अनि त्यस्तै गरी जति पनि हड्डीको प्रब्लमहरू हुनसक्छ हैन, अलिकति लड्ने बित्तिकै हड्डी दुख्ने बढी हैन, कि त भर्याङ चढ्न गाह्रो हुने, हड्डीमा स्ट्रेस पर्ने बित्तिकै हड्डी दुख्ने, यस्तो प्रब्लमहरू हुन्छ। यो अस्टियोमालासिया भने यही हो। अस्टियोमालासिया भन्न खोजेको तपाईँको हड्डी बन्छ तर त्यहाँ सही ढङ्गले फस्फेट र क्याल्सियम छैन, सही ढङ्गले बोन मिनरलाइजेसन भएको छैन हैन, यसलाई भनिन्छ, यो कन्डिसनलाई भनिन्छ। यसले गर्दा मैले भनि नै हालेँ यो प्रब्लमहरू मेन नै यही प्रब्लम हो। र जुन तपाईँले हड्डी दुख्छ, खुट्टा दुख्छ, सबै कुरा दुख्छ भन्नुभएको छ, तपाईँको शरीरमा भएकै यही हो हैन। यो अस्टियोमालासिया डेभलप हुँदैछ कि त भइ नै सकेको छ, एकचोटि राम्रोसँग देखाउनु होला के भएको प्रब्लम हैन। र अर्को भनेको हेर्नुस् योभन्दा पनि एकदमै इम्पोर्टेन्ट छ, इम्युन रेस्पोन्स नै बिग्रिन्छ। तपाईँको शरीरमा हेर्नुस् पोर इम्युन रेगुलेसन हुन्छ जब भिटामिन डी हेर्नुस् तपाईँको शरीरमा लामो समयसम्म कमी हुन्छ, जसले गर्दा तपाईँलाई अटो इम्युन लाग्ने चान्सहरू हुन्छ। अटो इम्युन भनेको यस्तो खालको कन्डिसन हो हेर्नुस् जहाँ तपाईँको शरीरको आफ्नै इम्युन सेलले तपाईँको बडीको हेल्दी सेलहरूलाई अट्याक गर्छ र यस्तो प्रब्लमहरू दिन्छ। यो सबै प्रब्लम भनेको हेर्नुस् अटो इम्युन कन्डिसन हो, आफ्नै बडीको हेल्दी सेललाई अट्याक गर्छ र तपाईँलाई जुन प्रब्लम कि त जुन तपाईँलाई सिम्टम्स तपाईँले फेस गर्नुहुन्छ त्यसलाई भनिन्छ अटो इम्युन कन्डिसन। तपाईँको आफ्नै बडीको इम्युन सेलले तपाईँको बडीको हेल्दी सेललाई अट्याक गरिदिन्छ, ड्यामेज गर्छ र तपाईँले फेस गर्नुहुन्छ, र त्यो प्रब्लमलाई भनिन्छ अटो इम्युन कन्डिसन। यो कुन बेला हुन्छ भन्दाखेरि जब पोर इम्युन रेगुलेसन हुन्छ। जब पोर इम्युन रेगुलेसन हुन्छ यो एन्टी इन्फ्लेमेटरी इम्युन सेल सप्रेस भएर बस्दिन्छ र यो किलिङ सेल कि त प्रो इन्फ्लेमेटरी इम्युन सेल हेर्नुहोस् यो चाहिनुभन्दा बढी एक्टिभेट भएर बस्दिन्छ। यसले गर्दा तपाईँको आफ्नै बडीको हेल्दी सेललाई अट्याक गर्न थाल्छ र यो सबै प्रब्लमहरू तपाईँले फेस गर्नुहुन्छ। जबकि गुड इम्युन रेगुलेसनमा कस्तो हुन्छ एन्टी इन्फ्लेमेटरी इम्युन सेल अप्पर ह्यान्डमा हुन्छ र जुन यो प्रो इन्फ्लेमेटरी इम्युन सेल छ यो TH17, TH1 त्यस्तै गरी TH2 पनि हुन्छ। हेर्नुहोस् यिनीहरू चाहिँ जुन बेला एक्टिभ हुनुपर्ने हो त्यो बेला एक्टिभ हुन्छ, होइन भने सप्रेस भएर बस्छ। यिनीहरू भनेको किलिङ सेल हो, मार्नको लागि बनेको हो, भाइरसलाई मार्न कि त वाइप आउट गर्न, ब्याक्टेरियालाई मार्न कि त फाल्न, फङ्गसलाई मार्न कि त फाल्न हैन, यो सबै काम भनेको यिनीहरूको हो। जब यिनीहरू चाहिनुभन्दा बढी एक्टिभेट भएर बस्छ तब पोर इम्युन रेगुलेसन हुन्छ। तपाईँलाई यो सबै प्रब्लमहरू अटो इम्युन कन्डिसनहरू तपाईँले फेस गर्नुहुन्छ, जस्तो मल्टिपल स्क्लेरोसिसहरू भयो, एलर्जीहरू भयो होइन, यो तपाईँको नर्भस सिस्टममा यसले अट्याक गर्छ। अनि यो जब यो कन्डिसन तपाईँले फेस गर्नुहुन्छ तपाईँको नर्भस सिस्टममा तपाईँको इम्युन सेलले ड्यामेज गर्छ तपाईँको नर्भस सिस्टमलाई। त्यस्तै गरी हेर्नुहोस् सिलियाक डिजिज तपाईँको गट इस्यु, तपाईँले ग्लुटन राम्रोसँग पचाउनुहुन्न यो बेला। त्यस्तै गरी हेर्नुहोस् तपाईँलाई टाइप 1 डायबिटिज, तपाईँको प्यानक्रियाजको बेटा सेललाई तपाईँको इम्युन सेलले अट्याक गर्छ र तपाईँले यो प्रब्लम फेस गर्नुहुन्छ टाइप 1 डायबिटिज। अनि त्यस्तै गरी हेर्नुहोस् रेमेटोइड्स अर्थराइटिस भन्छ, तपाईँको जोइन्टमा इन्फ्लमेसन हुन्छ कि त जोइन्ट पेन हुन्छ, सोरासिस, स्किन कुइया जस्तो हुन्छ छाला होइन, यस्तै प्रब्लमहरू हेर्नुहोस् तपाईँले नचाहिने प्रब्लमहरू तपाईँले फेस गर्नुहुन्छ। यो कुन बेला हुन्छ जब भिटामिन डी को लामो समयसम्म हेर्नुहोस् तपाईँको शरीरमा कमी हुन्छ। मल्टिपल रिसर्चहरूले यो देखाएको छ पोर इम्युन रेगुलेसन भएर हुने हो। त्यही भएर हेर्नुहोस् भिटामिन डी सिर्फ हड्डीको लागि मात्र होइन, तपाईँको शरीरको इम्युनिटीलाई पनि हेर्नुहोस् रेगुलेट गर्छ सही ढङ्गले। जुन वेमा काम गर्नुपर्ने हो तपाईँको बडीको इम्युन सेल त्यो वेमा काम गर्न दिन्छ।